ओम शान्ति। आज 1 तारिक 6 महिना 2026 को बाबाको मुरली चिन्तन सुरु गरौँ होला। बाबा भन्नुहुन्छ हेडलाइनमा, मिठे बच्चे, बाबाको श्रीमत छ यस पुरानो दुनियाँबाट आफ्नो मुख मोडेर जीवन मुक्तिको लागि तिमीले देवी आचरण धारण गर्नु छ। अगर हामीहरूलाई स्वर्गमा जानु छ भने हामीहरूलाई देवी गुण धारण गर्नुपर्छ। प्रश्न, कुन आचरण बाबा बाहेक अरू कसैले पनि सिकाउनु सक्दैनन्? उत्तर, पवित्र बन्नु र बनाउनु। यो सबैभन्दा ठुलो देवी आचरण हो। तिमी घर गृहस्थीमा रहेर पवित्र बन। यो शिक्षा एक बाबाले नै दिनुहुन्छ, अरू कसैले दिनु सक्दैनन्। तिमी बच्चाहरू बेहदको सन्यास हो। तिमीले यस पुरानो दुनियाँलाई नै बुद्धिद्वारा बिर्सिन्छौ। तिमीलाई थाहा छ पवित्रताको धारणाबाट बाँकी सबै आचरण स्वतः आउँछन्। अर्थात् अगर हामीहरूले पवित्रताको धारणा गर्यौं भने अरू सबै आचरण स्वतः आउँछन्। सुख, शान्ति, आनन्द, प्रेम, ज्ञान, गुण सबै हामीहरूमा आउँछ। त बाबाले आजको गीतमा भन्नुभएको छ, आज अन्ध्यारे में है हम इंसान। अनि आजको मुरलीको मुख्य पोइन्ट सुरु हो। बाबाले भन्नुहुन्छ, तिमीले बाबासँग र मुक्ति जीवन मुक्ति धामसँग योग लगाउनु पर्छ। जीवन मुक्तिको लागि धेरै राम्रो देवी आचरण पनि हुनुपर्छ। मनुष्य सृष्टिको बीज रूप हुनुहुन्छ, सत हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, आनन्दको सागर, ज्ञानको सागर हुनुहुन्छ, सदा पवित्रताको सागर हुनुहुन्छ। उहाँको यो पद अविनाशी छ। अरू कुनै मानिसको यो अविनाशी पद हुनु सक्दैन। धारणाको लागि मुख्य सार 1 नम्बर, लक्ष्यलाई सदा सम्मुनै राखेर देवी गुण धारण गर्नु छ। हाम्रो लक्ष्य के हो? हाम्रो लक्ष्य हो लक्ष्मी नारायण जस्तै बन्नु। त यहाँनिर बाबाले भन्नुभएको छ कि लक्ष्यलाई सम्मुनै राखेर देवी गुण आचरण धारण गर्नु छ। सतो प्रधान दुनियाँमा जानुको लागि पवित्रताको आचरण अपनाउनु छ। बुद्धिबाट बेहदको सन्यास गर्नु छ। बुद्धिबाट घरबार गृहस्थीमा रहेर तर बुद्धिबाट चाहिँ नि बेहदको सन्यास गर्नु छ। बुद्धि योगले सबै थोकलाई तोड्नुपर्छ अनि एउटै बाबासँग हाम्रो बुद्धि योग जोड्नुपर्छ। यसको मतलब हो बुद्धिबाट बेहदको सन्यास गर्नु। 2 नम्बर, परम प्रिय बाबालाई र आफ्नो सुखधामलाई याद गर्नु छ। यस दुखधामबाट बुद्धिको योग निकालिदिनु छ। सुखधाम अर्थात् स्वर्ग अनि दुखधामबाट अर्थात् दुखधाम यो दुनियाँ। वरदान, सबैको गुण देख्ने व सन्तुष्ट पार्ने चाहनाद्वारा सदा एक रस उत्साहमा रहने गुण मूर्त भव। सदा एक रस उमङ्ग उत्साहमा रहनुको लागि जति पनि सम्बन्धमा आउँछन् उनीहरूलाई सन्तुष्ट पार्ने चाहना राख। जसलाई पनि देख्छौ उनीहरूबाट यस समय गुण लिइराख। सबैको गुणको बल मिलेमा सदाकालको लागि उत्साह हुन्छ। अरूका भिन्न भिन्न स्वरूप, भिन्न भिन्न कुरा देखेपछि वा सुनेपछि उत्साह कम हुन्छ। तर गुण देख्ने उत्कण्ठ भयो भने एकरस उत्साह हुन्छ र सबैको गुण देख्नेले स्वयं पनि गुण मूर्त बन्छौ। अरूको अवगुण हेर्यो भने हामीहरूको उत्साह कम हुन्छ अनि सबैको गुण
देखेर हेर्यौँ भनी हामीले गुणमुरत बनिन्छौँ। स्लोगन बेहदको वैराग्य वृत्ति जग मजबुत भयो भनी सेकेन्डमा अशरीरी बन्न सहज हुन्छ। ओम शान्ति।